हल्लाउनेको नि सीमा हुन्छ नि है। बहिनीको डान्स हेरौँ अनि फन्नी कमेन्ट्सतिर जाम्ला। तो चलिए शुरू करते हैं। यत्रो मान्छेको बीचमा यो एउटालाई मात्रै करेन्ट कसरी लाग्यो? भाइब्रेसन मोड। रोपाइ त सकिसक्यो होला, यो ट्र्याक्टर किन यस्तो भएको? मलाई त 2072 सालको भूकम्पको याद आयो। के भएको उहाँलाई? के भनेको छ डाक्टरले? मिर्गी लागेको छ रे।